के मान्नु पर्यो त्यो अरे गाई नपालु भनेपछि दिन गरिकाट्ने मान्छे मुखैती अहिले ज्वाइँ भए मेरो ज्वाइँ भए मुखैती कुरोको लाग्यो भाइ छोरै लाग्दैन भएपछि दिन गरिकाट्ने म त्यही बसी सक्दैन अरे कोही त बस्यो भाइ बात मारे भाइ दिन काटिदो तलि जान र उयो खर्काउको बार्खाएन देऊ गाइकन अब त गर्दछौँ बहालले पठाइले खराउँछु दुःख भयो कि धेरै दुःख भयो भने गाईले अरे हो यो दुःख उतै दुःख अरेपछि खानु पाएँ त म अहिले अब मै दुःख मै खानु पाएको मय नलाग्नु भएको अहिले मै नभए मैहरू अरू कोही खानु हुँदैन कोही खाँदैन भनौँ मै यति शिशुको भइदिएको भाइ शिशुको अरू त म भने त मन दलबिर बनगाउँ दलबिर टाढो हो दलबिर त्यहाँ लागेको छ मैले तिनका नाति छोरा राखेको होला तिनीहरू दलबिर त्यही गजोडो छ त्यहीको आँखो उहिले देख्दैन यसो हेर्दो त्यसै पहिले बसिकन आजभोलि फुपू हुन्छ अस्ति भेट्न गएँ त फुपू बहिनी राम्रै छ नि त बस्यो भने अब त राम्रै पट्याएको त्यही बसिकन 4 छोरा आजभोलि लोटे बटेका खान्तारे खाँदा आफू भएर पनि बसिआएको छन् म 2 दिन गएँ तिनीहरू भेट्न 2 दिन गएँ त्यसरी भयो पेर्ने मय लाग्नु भएको म पानी लिउँ र छिलछिलहरू लाएर गर्नु तर त्यो भए मै पानी पेउली गए दही पानी गरेर तर्यो मै पानी पेउली गए दर्शनै देउली गए मसौरै लागे बेला दर्शनै देउली गए कयौँ गीत आउने छ रे अरू गीत पनि छन् कि पहिला निकै खेलाउडा हुनुहुन्थ्यो क्या दाना खाँदैन बेली घुवा उदाए दाना दिएँ भने त नानो दुई खाएन लिएर इन्हुन दि अहिले उबारदी बगाल खाएको मिसाए बोक्चा बगाल यहाँ हुने थियो बार्खाको लोथन बगाल भइगयो बाख्रा बगाल भइगयो त अब यही हेरले ओरले आइयो म तपाईँको मान्ने चिएर म हरिहक पनि दौडी जान्न गाईमा त नाले ढौड्दैन नाभा दौड्ने भयो गाई पहिला त दौड्यो अस्ति 1 दिन दौड्यो अन्तरको तलेको चरा बेली त्यहाँ गोठा कराममा चरिकन गयो अस्ति बैठो छ धारेर खर्को चराएर अझै आउँदाखेरि बोल्छु अहिले यस्तो छ राति कहाँ जाला हुच्याएर पल्टे लागे ऊ कोन्डो खाइदेऊ जोइ आइपऱ्यो लुटु धुलेछ अरे त्यो बिउजु त गाई नै गाई वाजौ नाइ बेली प्यार पर गएँ पर त्यो गोडो पर त्यो कहीँ नै जाँदै गएन अझ ओर आएर 2 पल्ट खर्क आएको भने माथि गए नै पहिले धारेर गोठभित्र छ त अहिले गोठभित्र थियो भने गोठभित्र गएँ अन्नाले खरो उठेको काहीँ पनि पाएँ मऱ्यो बनाएर अनि परोडो गोड भयो वरि ढुङ्गामा ऐलासिएर पढेको यो हेरेर जुडुकको मुख आयो कहाँ गयो कहाँ थियो माया चिरियो बिहा त मुखले जुडुक आयो झन् सिल्टाएर एउटै चराएर त्यहाँ ल्याएँ अब